यस्तो उज्यालोमै रात नपरिकन सामानहरू सबै हतार हतार हालेर कहाँ जानु आँट्यो भनेर सोच्नु हुँदैछ भने यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। सो हेलो एभ्रिवान, वेलकम टु माई बासी भिडियो। बासी चाहिँ किनभने यो शुक्रबारको हो नि त, बेलुकाको। हाम्रो चाहिँ अचानक थुम्की जाने प्लान भयो सेकुवा खानुको लागि। त्यही भएर अनि मेरो छोरालाई चाहिँ यहाँ रेडी गर्नु हुँदैछ दिदी र मम्मीले। अनि यत्तिकैमा रेडी हुनु पर्यो। म पनि भनेको चाउमिनको अर्डर आयो 2टा, अनि मैले चाउमिन पनि बनाइदिइहालेँ। अनि त्यस पछाडि म नि रेडी भएँ होइन। अनि त्यस पछाडि हामी एकछिन पर्खिन्छौँ दाजुको गाडीलाई। यत्तिकैमा गाडी पनि आइपुग्छ होइन। अनि हामी आमा छोरा यहाँनिर अब जानुको लागि रेडी भइसक्यौँ। अनि अब गाडी पनि आइसक्यो नि त, अब हामी सबैजना चढ्छौँ। त बाउजू हुनुहुन्छ होइन, यहाँ मेरो छोरा, यहाँ ठुलो छोरा, दिदी, अनि यता हुनुहुन्छ मिस्टर भुजेल। अनि हामी लाग्यौँ भेटाबाट होइन। अनि गएर हामी सिधै रोक्छौँ होटल रातो भालेमा, किनभने यहाँबाट पनि दाजु र भाउजू जानुहुन्छ नि त। अनि यहाँबाट हामी हिँड्यौँ। यस्तो रात परिसकेको थियो क्या हिँड्दा चाहिँ, के गर्दा होइन। अनि ढिलै भयो, छिटो जाने भनेको थियौँ। फेरि भोलिपल्ट शनिबार पनि थियो नि त, अनि छिटो गरेर आउने भनेको, तर ढिलो भयो। अनि मैले त्यति धेरै क्लिप लिइनँ, रात परिसकेको थियो। त्यही भएर अनि डाइरेक्ट हामी चाहिँ पुगेको मात्र मैले भिडियो हालेँ होइन। अनि हामी आइपुग्यौँ, हामी आमा छोरा चाहिँ निस्किँदैछौँ। अनि अँध्यारो भइसकेको थियो क्या। यता हुन्छ दाजु। अनि हामी गयौँ सरासर सेकुवा खानुको लागि होइन। अब सुँगुरको मासु भनेपछि त होइन फेभरेट हो नि त। यता सेकुवा बन्दै थियो रेडी, हामी सिधै तल गयौँ। अनि यहाँ चाहिँ को आउनु भएको छ कमेन्ट गर्नु होला होइन। कस्तो मिठो पनि, सस्तो पनि, मिठो पनि पाउँछ, मिठो। अनि हामी सधैँ गएर बस्ने हाम्रो टेबल भनेको चाहिँ यही हो होइन। हामी चाहिँ सधैँ यहीँ बस्छौँ। अनि मेरो छोरा चाहिँ हिँड्नु थालिहाल्यो। अनि हाम्रो अर्डर पनि आइहाल्छ, किनभने हामीले अगाडि नै फोन गरिसकेको थियौँ नि त। अनि त्यस भएर छिटो आउँछ। अनि धेरै क्लिपहरू लिइनँ हामी। अनि राति फर्क्यौँ भोलि शनिबारको लागि। त्यही भएर 9 बजीतिर फर्केको थियौँ। फर्केको भिडियो चाहिँ बनाउनु पाइनँ, त्यसको लागि सरी। थ्याङ्क यू फर वाचिङ, बाई बाई।